हेलो एन्ड नमस्कार सबैजनालाई। आशा छ हजुरहरूले दसैँ र तिहार रमाइलोसँग मनाउनु भयो होला। मैले चाहिँ यो भिडियो धेरै पछि मात्र लिएर आउँदैछु। म बिचमा चाहिँ अलिक अरू काममा व्यस्त भएकोले गर्दा भिडियो बनाउने समय पाइरहेको थिएन। यो चाहिँ मेरो मिनिसोको पर्चेज रहेको छ, मेकअप ब्लेन्डर। यो चाहिँ मलाई एकदमै धेरै आवश्यकता परिरहेको थियो कि मेरो पुरानो मेकअप ब्लेन्डर चाहिँ कहाँ पुग्यो, के भयो अनि त्यही भएर यो चाहिँ मलाई देख्ने बित्तिकै किन्न मन लागेको थियो। त्यसमाथि यो चाहिँ 70% अफमा पनि थियो है। जम्मा 2टा मात्र थियो मैले त्यहाँ हेर्दाखेरि। यो चाहिँ पियर सेपको रहेको छ। यसलाई 70% अफ गर्दाखेरि यो चाहिँ 135 रुपिस पर्यो है मलाई। यसको एक्चुअल प्राइस चाहिँ 449 रुपिस रहेको थियो र बाहिरतिर चाहिँ एउटाको त्यही 55 रुपिस भनिरहेको थियो कि मैले यो अब 3टा देख्ने बित्तिकै लिइ पनि हालेँ होइन। मलाई चाहिँ यो राम्रो क्वालिटीको लाग्यो, गुड पर्चेस नै लागिरहेछ मलाई। र अर्को पर्चेस भनेको चाहिँ यो पान्डा टिफिन बक्स रहेको छ। यो पनि मैले 70% अफमा नै किनेको हो। यसको चाहिँ एक्चुअल प्राइस भनेको 549 रुपिस रहेछ, तर मैले चाहिँ यो 165 रुपिस पे गरेँ। यसको चाहिँ 4वटा सेट रहेछ कि अनि यो चाहिँ हेर्दा पनि एकदमै कस्तो क्युट लागेर है। अनि अब लन्च बक्सहरू पनि चेन्ज गरी लानुहुन्छ जस्तो लाग्यो। अनि यो 4वटा सेटमा दाल भात तरकारी अचार मजाले राखेर लान सकिन्छ जस्तो लाग्यो कि। तर अब अलिक साइज चाहिँ ठुलै हुन्छ है एकजनाको लागि यो। तर यो दालहरू राख्न चाहिँ अलिकति उपयुक्त नहुन पनि सक्छ, किनभने यो एयर टाइट छैन। त्यही भएर अब अरू ड्राई कुराहरू लान चाहिँ सजिलो हुन्छ। यो चाहिँ ओभनमा पनि राख्न मिल्छ भनेको थियो त्यहाँको भाइले, तर अब यो प्लास्टिक भएपछि सकेसम्म त्यसरी युज नगरौँ। हेर्नु न कति क्युट छ यो 4वटा टिफिन बक्स। र अब यो चाहिँ मैले एकदम युज गर्नेवाला छु होइन। टु क्युट है। र यो चाहिँ रहेको छ मेरो मिनिसोको पर्चेस। यसको टोटल पैसा भनेको जम्मा 300 रुपिस पे गरेको है मैले। र यो चाहिँ मिनिसो बाहिरपट्टि सानो पसलमा किनेको सामान हो कि। यो चाहिँ हेड मसाजर हो। मलाई चाहिँ एकदम चाहिरहेको थियो, यो कपालमा तेल लाउँदाखेरि मसाज गर्नु नि हुन्छ भनेर। र यसको चाहिँ प्राइस 100 भनेको थियो, मैले 90 रुपिसमा लिएँ। यो चाहिँ यसको यो बाहिरको यो जुन छ नि, यसलाई के भन्छ, दाँत राम्रो छ कि यो रबरले बनेको जस्तो छ अनि सफ्ट पनि छ। यसलाई चाहिँ ठ्याक्कै मैले युज गर्न चाहिँ बाँकी छ होइन। तर यो हेर्दाखेरि एकदम राम्रो लाग्यो मलाई, देख्ने बित्तिकै मन परेर लिइ पनि हालेँ। अब यसलाई युज चाहिँ गर्नुपर्छ भन्ने हो, कहिले गर्ने हो खै। र अर्को चाहिँ यो अब नेल पलिस रिमुभल एकदमै कमन। यसको चाहिँ मैले 25 रुपिस पे गरेँ होइन। पहिला मैले 20 रुपियाँमा किन्थेँ, अब धेरै भयो नकिनेको पनि। यति नै पर्छ होला सायद, थाहा छैन। र यति नै हो मेरो पर्चेज चाहिँ आजको लागि। यो भिडियो कस्तो लाग्यो प्लिज डु लाइक, सेयर एन्ड कमेन्ट। बाई।